नमस्कार, दीप सञ्चार मिडियामा हजुरहरू सबैलाई स्वागत छ। म प्रेरणा पाण्डे। आजका मुख्य खबरहरू यस प्रकार छन्। नर्वे क्वार्टर फाइनलमा पुगे। नर्वेले फिफा वर्ल्ड कप 2026 को राउन्ड अफ 16 मा ब्राजिललाई 2-1 ले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। एर्लिङ हाल्यान्डले 2 गोल गरे, जबकि नेमारको अन्तिम समयको पेनाल्टी गोल ब्राजिललाई बचाउन पर्याप्त भएन। नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा। ब्राजिल वर्ल्ड कपबाट बाहिरिएपछि नेमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। ब्राजिलका सर्वाधिक गोल गर्ने खेलाडी नेमारले 129 अन्तर्राष्ट्रिय खेलमा 80 गोल गरेका छन्। उनले 2016 का ओलम्पिकमा गोल्ड मेडल समेत जितेका थिए। इङ्ल्यान्ड क्वार्टर फाइनलमा पुग्यो। इङ्ल्यान्डले रोमाञ्चक राउन्ड अफ 16 खेलमा सह-आयोजक मेक्सिकोलाई 3-2 ले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ। ज्युड बेलिङ्गमले 2 गोल गरे भने ह्यारी क्यानले पेनाल्टीबाट 1 गोल थपे। अब इङ्ल्यान्डले क्वार्टर फाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। सोशल मिडिया विज्ञापन नयाँ नियम अन्तर्गत सरकारले राष्ट्रिय विज्ञापन नीति 2026 स्वीकृत गरेको छ। नयाँ नीति सोशल मिडिया विज्ञापन, इन्फ्लुएन्सर मार्केटिङ, एआई द्वारा बनाइएका विज्ञापन र डिप फेक सामग्रीलाई पहिलो पटक नियमनको दायरामा ल्याएको छ। स्पोन्सर्ड पोस्ट स्पष्ट रूपमा खुलाउन समेत अनिवार्य गरिनेछ। त्रिभुवन विमानस्थलका इमिग्रेसन कर्मचारीलाई ढाका टोपी अनिवार्य। गृहमन्त्री सुदन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका इमिग्रेसन कर्मचारीलाई ड्युटीको समय ढाका टोपी लगाउन निर्देशन दिएका छन्। नेपालको सांस्कृतिक पहिचान प्रवर्धन र सेवालाई अझ व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरेको जनाइएको छ। काठमाडौँमा खसीको मासुको मूल्य आकाश। बर्ड फ्लूको प्रभावपछि काठमाडौँ उपत्यकामा खसीको मासुको प्रति किलो 1650 देखि 1700 रुपैयाँसम्म पुगेको छ। उपभोक्ता र कृषकहरूले बिचौलिए र अनावश्यक मूल्य बढाएको आरोप लगाएका छन्। सरकारले कुखुराको मासुबाट माग खसीमा सारेको बताइएको छ। काम नगर्ने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेश मन्त्री र जनताको सेवाप्रति उदासीन मेयरहरूमाथि कानुनी कारबाही हुन सक्ने चेतावनी दिएका छन्। उनले नागरिकलाई यस्ता जनप्रतिनिधिको बारेमा सरकारलाई जानकारी दिन समेत आह्वान गरेका छन्। दैलेखमा ठूलो प्राकृतिक ग्यास भण्डार भेटियो। सरकारले दैलेखको जलजले क्षेत्रमा 112.1 बिलियन क्युब मिटर प्राकृतिक ग्यास भण्डार भेटाएको पुष्टि गरेको छ। यसले ऊर्जा र कृषि क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने विश्वास गरे पनि व्यावसायिक उत्खननको लागि ठूलो लगानी र पूर्वाधार विकास आवश्यक रहने जनाइएको छ। हस् त आजका मुख्य खबरहरू यति नै। मलाई पनि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।